यात्रा कहाँसम्म गयो खै त ल हामी फुङफुङ्गे झरना जानको लागि यहाँ कमल नदी पुलमा आएर एकछिन फोटो सेसन कार्यक्रम भएर फेरि हामी यात्रालाई निरन्तर गर्न गइरहेको छौँ। ल हामी चाहिँ यहाँनिर फुङफुङ्गे झरना हेर्ने क्रममा खोक्लिङ स्वास्थ्य चौकी यो मिकवा खोला 1 अन्तर्गत यहाँनिर हामी आइपुगिसकेका छौँ। यहाँनिर ठक्क हाम्रो खाजा खाने कार्यक्रम छ। यहाँबाट ठक्क हामी खाजा खाएर चाहिँ जाने भनेर चाहिँ यहाँ सरहरू निस्किनु भएको छ। तल उता हाइड्रो पनि देख्न सकिन्छ, हाइड्रो पनि रहेछ यहाँबाट। यहाँ हाइड्रो छ र हाम्रो यहाँ सरहरू हुनुहुन्छ यहाँनिर। ल यहाँ छ है गाडी चाहिँ माथि रोकिरहेछ। ल यो तपाईहरु देख्न सक्नुहुन्छ थुकीमा गाउँ चाहिँ यहाँ रहेछ हैन। ठक्क यो ठाउँ चाहिँ थुकीमा भनेर भन्छ। यो चाहिँ ठक्क थुकीमा बजार रहेछ, बजार अथवा गाउँ रहेछ। यहाँ हामी चाहिँ ठक्क यो फुङफुङ्गे जाने भनेर चाहिँ हामी पुरै यात्रामा छौँ। हामी यो जम्बु टोली चाहिँ हामी थुकीमा भन्दा नि फुङफुङ्गे चाहिँ हामी जाने टोली हो। ल हामी चाहिँ लगभग भन्दा पनि हामी आइपुगिसकेका छौँ हैन। यहाँनिर ठक्क फङफुङ्गे झरनाको अलिकति यता हेरि छौँ। अहिले चाहिँ ठक्क गाडी रोकेर चाहिँ खाना खानको लागि भनेर चाहिँ हामी यहाँ जाँदैछौँ। यहाँनिर अलैँची पनि कस्तो मजाले पुरै कलकलाउँदो तरिकाले अलैँची आएको छ। यहाँनिर एज यु क्यान सी ठक्क यहाँनिर चाहिँ रहेछ हाम्रो यहाँ खाना खाने ठाउँ। यहाँ चाहिँ रहेछ नि त हाम्रो। ए ल यहाँ बाजे हुनुहुन्छ ल, सेवार है बाजे। ल यहाँ ठक्क यहाँ खाना खाने ठाउँमा आइपुगिसकेका छौँ है। ल यस्तो रहेछ है हाम्रो साम्बा फङफुङ्गे झरना। साम्बा कति नम्बर पो भयो यहाँ? ए बाजे यहाँ कति नम्बर पर्यो यहाँनिर? साम्बा कति नम्बर हो? साम्बा कति नम्बर? साम्बा 4। ए ल साबिक चाहिँ 2 नम्बर। ए अहिले चाहिँ तेम्बा, यो गाउँको नाम चाहिँ तेम्बा। ए साबिक 2 नम्बर, अहिले तेम्बा भन्दो रहेछ होइन 3 नम्बर। ल यहाँनिर हाम्रो फुङफुङ्गे झरना आएर चाहिँ खाने बेला भएको छ होइन। हेर्नको लागि आएको छौँ र खानाको लागि यहाँ खाना आइसक्यो होइन। खाना खाने तयारीमा यता हाम्रो सरहरूको लागि खाना आइसकेको छ। ठक्क यहाँ खाना सुरु गरिसक्नुभयो। हाम्रो सर हुनुहुन्छ होइन, अमन सर हुनुहुन्छ, नारायण सर हुनुहुन्छ। ल ठक्क यहाँ हाम्रो दाइले खाना ल्याउँदै हुनुहुन्छ है। ल हामी एकदम तयारी अवस्थामा छौँ खाना खानको लागि। सरहरूले खाना खाँदै हुनुहुन्छ। ल है यहाँ यस्तो छ है। ल ठिक छ। साम्बा गाउँ स्थित हाम्रो फङफुङ्गे झरनामा आज हाम्रो यो सम्पूर्ण ब्याङ्क टोली सहित हाम्रो एचपिएफ को सरहरू पनि हुनुहुन्छ। यसमा हामी आज ठक्क यहाँ खाना खाएर चाहिँ जाने प्लान छ। हाम्रो सरहरू हुनुहुन्छ। ल यस्तो छ है हाम्रो यो सरहरू चाहिँ खाना खाँदै हुनुहुन्छ। ल हाम्रो ठक्क यहाँ खाना आएको छ, अब सुरु गर्ने प्लानमा छौँ। खाना खाएर
फुङफुङे झरना लगभग 95% आइसक्यो। जाँदैछु है 5% बाँकी छ ल है डेस्टिनेसन पुग्नलाई। अब लगभग हो होइन हामी 95% फुङफुङे झरना पुगिसक्यौँ पुगिसक्यो। र पनि 5% चाहिँ बाँकी छ 5% त 100 पुगेर हामी हजुर। छौँ साथीहरू। हो तर हामी चाहिँ एकदमै पेट्रोल फुल गरेर चाहिँ हामी अब यहाँ फुङफुङे झरना रमाइलो तरिकाले चाहिँ पुग्ने भनेर चाहिँ यहाँ खाना खाइवरी सबै भइवरी हामी बिदा भइवरी आइसक्यौँ है खाना खाने ठाउँबाट। ल यहाँ हेर्न सक्नुहुन्छ हाम्रो जम्बो टिम हुनुहुन्छ सरहरू हुनुहुन्छ सबै। कति गरौँ तिम्रोमा बयान रुको मैकोटा फुङफुङे झरना अथवा फङफङे झरना जाने बाटो चाहिँ यस्तो छ है। हामी यहाँबाटै फङफङे झरना देख्न सक्छौँ है। यहाँनिर हेर्न सक्नुहुन्छ। हजुर 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 ल फङफङे झरना यहाँबाट देखिन्छ सर। थोरै छेउमा बस्नुहुन्छ अलिअलि देखिँदो रहेछ है। हल्का देखिन्छ। ए भिडियो ल लाग्नु दिस इज द वे टु फुङफुङे। ओके ल फङफङदेन झरना तपाईँहरू देख्न सक्नुहुन्छ है यहाँबाट पनि। यहाँ हामी ठक्क पुग्नै लागिरहेछौँ है फङफङे झरनाको लागि हामी निरन्तर यात्रामा छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ बाटो यस्तो छ। हाम्रो उता हाम्रो सिद्धार्थ बेङ्गो सर उता पुगिसक्नु भएको छ र हामी निरन्तर हिँड्ने क्रममा छौँ। बाटो चाहिँ यस्तो छ है बाटो त्यहाँ पर पारी पुल पनि छ यहाँनिर। यात्रा हाम्रो एकदमै झकास छ आज एकदमै रमाइलो तरिकाले यात्रा गर्दै फङफङे झरना हेर्नको लागि गइराखेको छौँ। र पारी यस्तो ठुल्ठुलो डाँडाहरू छ। यहाँ माथि एउटा घर पनि छ। यस्तो डाँडैले घेरिएको ठाउँमा चाहिँ फुङफङे झरना अथवा फङफङे झरना चाहिँ देख्न सकिन्छ है। हो त अनि ल ल हामी यहाँ फङफङे झरना लगभग हामी आइपुग्नै लाग्यौँ है। यहाँ ठक्क हाम्रै आँखाको केही मिटर अगाडि छ होइन। यहाँ हेर्नु है यहाँनिर छ फङफङे झरना चाहिँ।
लहै ताप्लेजुङको फङफङ्गे झरना तपाईँले देख्न सक्नुहुन्छ कस्तो डाँडाबाट आइरहेछ होइन पानी पनि अचम्म लाग्दो नै भन्नुपर्छ हामीले होइन तपाईँले यहाँ हेर्न सक्नुहुन्छ यस्तो मजाले झर्ना झरिरहेछ होइन यहाँनिर फङफङ्गे झरना यहाँ हेर्न सक्नुहुन्छ है तपाईँहरू यहाँबाट यस्तो झर्दो रहेछ है ल घुम्नु आएको आज त झरनामा आँखा पनि देखिँदैन झरना है यो तपाईँहरू देख्न सक्नुहुन्छ है मजा छ यस्तो हावा आइरहेछ होइन ल राम्रो यार यार यति राम्रो नजिकबाट ल हामी सबैजना हेर्नको लागि आएको छौँ यहाँ यस्तो रहेछ हावा पनि यस्तो चिसो हावा आउँछ लगभग इन्द्रेणी पनि देख्न सक्नुहुन्छ तपाईँहरू यहाँ इन्द्रेणी टक्क देखिँदो रहेछ है फङफङ्गे झरना यहाँनिर देख्न सक्नुहुन्छ है यस्तो हावा आउँछ आम्मामामा पुरेर गरौँ यस्तो रमाइलो हुन्छ हाम्रो फङफङ्गे झरना हेरेर चाहिँ फर्किने क्रममा छौँ हामी देख्न सक्नुहुन्छ पछाडि फङफङ्गे झरना हजुर ए यहाँ रहेछ नि त है यस्तो छ